हाम्रो नेपाली भाइ सब भनिरहेछ कि हाम्रो नेपालै चेन्ज हुँदैन, नेपालै चेन्ज हुँदैन। नेपाल कसरी चेन्ज हुन्छ भाइ? नेपालको पुलिस घुसखोर छ, घुस खान्छ। बिना घुस खाएपछि एउटा निवेदन लेख्दैन, एउटा थानामा जाएपछि कोही गरिब जाएपछि उसको निवेदन लेख्दैन, उसको के भएपछि उसको लेख्दैन। यहाँ छ त तपाईको अकेले पो कोही मान्छे चाहे लोकल पनि टर्च गरेको न, गल्ती उनमें छ, उनीको ऊपर फौरन एफआईआर हुन्छ, कम्प्लेन लेखाउँछ। लेकिन हाम्रो नेपालमा के छ, नेताहरूको सोर्स लगाने पर्छ के। जब तक नेताको सोर्स नलगाएपछि के हुँदैन के, निवेदन लेखेपछि निवेदन नै लेख्दैन के। मेन कुरा यो हो, अति विदेश मान्छे रहन्छ, कतिको फ्यामिलीको ऊपर आजुबाजुको मान्छे के गर्छ, गाली गर्छ, झन्झट गर्छ, मारपिट गर्छ, हैन। कति देखिरहेछु, अनगिन्ती छ के, गिन्ती छैन। अब नेपालको पुलिस छ त पैसा लिएपछि अब उसको सोर्स छैन, उसको निवेदन लेख्दैन। ल कटौ मरौ मुस्किल छैन। कसरी नेपाल तरक्की हुन्छ? हाम्रो नेपालमा तरक्की गर्नेलाई त मेन कुरा हो कि पुलिसको जो छ न, वो सुधर्ने पर्यो। पुलिसको सुध्रेपछि अपने आप हाम्रो नेपाल रायमा चल्न लाग्छ। कोही पे जुलुम भइरहेछ, मुस्किल छैन। जसपो जुलुम हो तसपो टेन्सन लिँदैन। पुलिसवाला देखिरहेछ, यस्तो देख्छ, साइलेन्ट बस्छ। लेकिन यहाँको पुलिस होइन भाइ। यहाँको त भाइ सऊदी, कतार, दुबई, यहाँको पुलिस भन्छ कोही चाहिँ 1 रुपियाँ खाएपछि हराम छ, हराम, सीधा भन्छ हराम, तोबा तोबा भन्छ हराम। लेकिन हाम्रो सबको तरफ के छ भाइ, पैसा चाहियो भाइ, तब काम गर्छ। बिना पैसाको त कामै गर्दैन। तो सबसे पहला हाम्रो सबको नेपाल में गृह मंत्री टाइट होने पर्यो भाई। सोर्स लगाने परेन। जनता जति छ सबै सेम हो, इंसान सबै सेम हो। यहाँ हामी ऑफिस में काम गरेको, हॉस्पिटल में काम गरेको, हॉस्पिटल में कोही को मार झगडा गरेपछि हॉस्पिटल में वहाँ के भन्छ कम्प्लेन निकाल्छ, कम्प्लेन दिन्छ, फौरन उसको के भन्छ उसीको ऊपर केस हुन्छ। उतिको ना एक हप्ता में उसको डिसाइड हुन्छ, एक हप्ता में उसको फाइनल गर्छ। हाम्रो समय कोही केस भएपछि ल 7 साल 8 साल 10 साल लगा दिन्छ केस। वही केस झुलाते पैसा खाते वो मान्छे मर्छ कि जिन्दा हुन्छ? हुँदैन न। तो इसी के कारण हाम्रो नेपाल में के छ, न तरक्की होने के कारण यही हो, मेन कुरा हो। गरीब मान्छे मर्छ, अमीर छ, नेता छ, सोर्स छ, उनको काम हुन्छ, गरीब के कामै हुँदैन। मेन कुरा यही हो भाइ, हैन। म त सोच्छु जति भाइ सुन्छ यो हाम्रो कुरा, अब म त गरीब छु, मेरो कुरा त कोही सुन्दैन, हैन। सुनेपछि पनि विश्वासै गर्दैन, हैन। म दुबईमा अहिले छु, हैन। म दुबईमा रहिरहेको छु, आर्मी के ऑफिस में काम गर्छु, हैन। तति कुरा हो। हॉस्पिटलमा पहिला गरेको 6 साल म देखेको, कति के झगडा गरेको, फौरन टाइमै लाग्दैन। एकचोटि भनेपछि तुरंत कम्प्लेन, तुरंत पुलिस। तो यही हो और के छैन भैया। हम